जित्ला छोड्छु झुटा कुरा होइन बालेन शाहले झापा 5 बाट जित्यो भने 30,000 खसी मैले दिने भाइ फागुन 21 मा चुनाव भयो भने म राजीनामाबाट सन्यास लिन्छु निर्वाचन भयो भने म घाँटी गाड्छु घाँटी बालेनले जित्यो भने झापामा कान काटेर म टिचिङ हस्पिटलमा टाटा लान्छु 20 देखि 25,000 मतले उहाँले जित्न सक्नु भएन छ भने तपाईहरुलाई अगाडि मिडियाका अगाडि यो कुरा मैले तपाईहरुलाई साँची राखेर यो कुरा गर्छु मलाई कहाँ झुन्याउनु पर्छ 20 देखि 25,000 मतान्तरले जित्नु भएन छ भने निर्वाचनको मत परिणाम आका दिन म झुन्निन तयार छु फागुन 21 तपाईँ इलेक्सन गर्न सक्नुहुन्छ म लेखेर दिन्छु यो रेकर्डमा तपाईहरु अगाडि राखेर ल गराएर हेर्नुस् म मेरो जीवनमा पोलिटिक्स छोडिदिन्छु गराइदिनु भएछ नि ल सक्नुहुन्न दिस इज नेक्स्ट टु इम्पोसिबल मैले त पहिले नै मेरो च्यानलबाट नै भनेछु फागुन 21 गते चुनाव हुँदैन 1,10,000 मत खस्न सक्छ 1,10,000 मध्ये 60,000 को आसपास मत सूर्य चिन्हमा खस्छ अरु मत अलिअलि बाँडिएला नि 23 जनामा त्यही हो रवि बालेन उहाँले च्यालेन्ज कुनै थ्रेट फिल हुँदैन चुनावी समीकरणमा चुनावलाई थ्रेट एमालेलाई कांग्रेसलाई थ्रेट चुनावमा के गर्नुहुन्छ तपाईँ फेरि पनि एमाले सरकार फेरि पनि ओली सरकार फेरि पनि पुराना भनिएका पार्टीहरूको सरकार